What's up guys? आज चाहिँ हामी मन्जुश्री पार्क आएको छौँ। यो चाहिँ मन्जुश्री पार्कको हामी चाहिँ यता बल्खुबाट आयौँ। यो चाहिँ दक्षिणकाली जाने बाटो है। यसको चाहिँ लोकेसन चौबारमा हो। अनि यसको पछाडि गेट पनि रहेछ, हेर्न सक्नुहुन्छ। त्यो चाहिँ भैँसीबारीबाट आउँदाखेरि आउनु मिल्छ। सातो बाटो भैँसीबारीबाट आउँदा हुन्छ है। हामी पनि फर्स्ट टाइम नै आएको हो। यता चाहिँ मेरो भान्जी छ। ए सानो हेलो गरिदेऊ। यता मम्मी हुनुहुन्छ। ल गाइस हेरौँ है त कस्तो छ भित्र मन्जुश्री पार्क। तपाईँलाई भिडियो देखाइ नै हाल्छु है। सो जा भाइ त भित्र, लेट्स गो। सानो कस्तो लागिरहेछ? एकदमै मन लागिरहेछ। राम्रो छ। तपाईँलाई कस्तो लाग्यो पार्क? यता पनि रहेछ। यता जाऊँ न मम्मी, यो साइड जाऊँ न। यो साइड यहाँबाट जाऊँ न। यता जाऊँ घुम्नु न। यता पनि छैन अगाडि। यता बस्ने ठाउँ रहेछ। ओ साने यता हेर्दै यताबाट जाऊ। यहाँ राम्रो आउँछ फोटो। यहाँ फुच्ची र मम्मी चाहिँ फोटो सुट चलिरहेछ। म चाहिँ मेरो ब्याग हेर्नु है। तर अलिक हप्प भएर गर्मी चाहिँ बेसी के ओपन भएर आज चाहिँ सेलेक्ट भएर मान्छे अलिक बेसी नै आछन्। फुच्ची अझ नानीको भिडियो सुरु भइरहेछ। राम्रो रहेछ। जे आज शनिबार भएर मान्छेहरू अलि बेसी नै हुनुहुन्छ। मम्मी यता जाऊँ न, तल जाऊँ। तल 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 हो तल के रहेछ? कस्तो राम्रो फ्लावर है सानो, सनफ्लावर होइन त? तल तिमी पनि ढुङ्गामा लड लाइफ है साने। तिम्रो सबभन्दा फेभरेट फ्लावर कुन हो? मेरो सबभन्दा फेभरेट फ्लावर सनफ्लावर नै हो। कस्तो राम्रो येलो येलो। अस्ति त रोडोडेन्ड्रन भन्दै थियो त। अस्ति कस्तो आवाज आयो यसमा परेको। सानो यता मन्दिर रहेछ। मम्मी यता हेर्न सक्नुहुन्छ है गाइस। यस्तो रहेछ। यता चाहिँ मेरो पनि फर्स्ट टाइम भएर एक्सप्लोर गर्दैछु म पनि। कस्तो राम्रो देखेको सिन। यस्तो पो रहेछ है सानो। पानी परेर अलिक चिप्लो रहेछ। ओके हाइकिङ।
ओएमजी कस्तो राम्रो देखेको हेर त सानो ल गाइस हामी चाहिँ अब तल आइसक्यौँ है यहाँ चाहिँ अहिले कस्तो चाहिँ राम्रो रहेछ टिकटक बनाइरहेको छु यताबाट रहेछ म पनि बिस्तारै आउनु है लड्नु होला मैले हेरेको छु फुच्चीलाई सानो बिस्तारै है सानो हजुर कस्तो लाग्यो कस्तो लाग्यो एकदमै राम्रो छ हौ यहाँ चाहिँ खोलाहरू नि रहेछ हिल जस्तै टाइपको रहेछ जाऊ सानो यहाँ चाहिँ के हो मन्दिर हो जस्तो क्या लाग्यो हेर न यहाँ चाहिँ मन्दिर हो क्या हौ सानो बिस्तारै है बिस्तारै यहाँसम्म रहेछ हौ भित्रै भित्रै यहाँ चाहिँ मैले रहेछ केब देखेँ केब त्यो सुरुङै होला है केब हेर्नु कस्तो राम्रो लाग्दो है त्यहाँ के रहेछ मामा यो त सानो गुफा हो गुफा यो पनि धेरै पहिला मलाई यहाँ चढ्न नि कस्तो डर लाग्छ हौ नआउ नसाउनु यहाँ डेन्जर छ डेन्जर ओएमजी एकदम रिस्क छ यो साइडमा रहेछ कत्रो केब हो के आमा चाहिँ यहाँ बिस्तारै आउँदै होइसिन्छ ल लास्ट इन्डै यहीँसम्म रहेछ यहाँ चाहिँ खोलाहरू हेर्ने रहेछ के हुन्न के नडराउनु न मम्मी यहाँ हेर्नु न के केब रहेछ के कत्रो गुफा हेर्नु न कस्तो राम्रो खोला मम्मी रहेछ खोलाको भ्यू गर्ने यहाँ गुफा रहेछ गुफा हेर्न आउनु न माथि गुफा रहेछ नि यहाँ कस्तो राम्रो गुफा रहेछ तर त्यहाँ नचढ्नु है शान्ति बिना जाऊ लड्छ है हेर्नु त हामी गुफा यहाँ त गुफा रहेछ अब नचढ्नु है फेरि धेरै रिस्क छ देख्नुभयो देख्नुभयो यहाँ त स्वर्ग हो क्या यो त स्वर्ग यो ठाउँ चाहिँ राम्रो रहेछ यार नेचर एकदमै नेचर मन पराउनेहरूलाई बेस्ट प्लेस यताबाट खोला बगेछ हेर्न सक्नुहुन्छ गाइस बाफ्रे ल अघि चाहिँ गाइस हामी त्यहाँ हेरेर आयौँ अहिले चाहिँ यो साइड जान लागेछौँ लेफ्टमा अघि चाहिँ हामी यहाँबाट तल गएको राइटमा आज स्याटरडे भएर अलि मान्छेहरू हुनुहुन्छ यता अर्कै रहेछ क्या भित्र सबै हेरौँ न ठुलो रहेछ कि एकदमै है मम्मी ठुलो रहेछ के तर त पसिनै पसिनामा छ साने जहाँ पनि हरियाली त हरियाली छ सानो यता पनि हरियाली यता पनि हरियाली
यो चाहिँ यता भैँसीबारीबाट आएको इन्ट्रा रहेछ नि सानो। अघि चाहिँ हामी यता बल्खुबाट आएको थियौँ। बल्खुबाट चाहिँ अगाडि पर्दो रहेछ इन्ट्रान्स। यो चाहिँ पछाडिको गेट चाहिँ यता भैँसीबारी मेडिसिरी भएर आउनु पर्दो रहेछ। गेटै छैन यो चाहिँ। यहाँ हो शालिक। यो साइडमा हो कि शालिक। यताबाट जाम मम्मी। यताबाट कस्तो राम्रो बाटो रहेछ। हामी त यताबाट हुँदै आयौँ पछाबाट। गर्मी भयो त लास्टै। बाहिर होइन यताबाट निस्किने मम्मी। बाहिर होइन यताबाट सनी यताबाट आऊ। जाम आऊ यताबाट आऊ। यस्तो रहेछ यहाँ चाहिँ। दादा पार्किङ गर्नु पर्ने रहेछ। बाइक पार्किङ गर्ने रहेछ। यो चाहिँ पछाडिको गेटबाट है गाइस। मन्जुश्री पार्क एकदम ऐतिहासिक ठाउँ हो नि यो त। हजुर ऐतिहासिक भन्छ सानो। यो चाहिँ यता भैँसीबारी मेडिसिरीबाट आउनु रहेछ। ओह नक्कु खोला। अबे छन् आए बिस्तारै। ओहो यस्तो राम्रो रहेछ। साने दक्षिणकाली जाने बाटो यो चाहिँ। राम्रो सिन देखेको हेर्न सक्नु तपाईँहरू। यस्तो राम्रो छ सिन। यो चाहिँ तपाईँको यो चाहिँ हजुरको ठ्याक्कै यताबाट आउनु पछाडिबाट आउनु मिल्दो रहेछ चोबारको भैँसीबारी भएर। अनि यता अगाडि पनि आउनु मिल्छ बल्कु भएर है। हेर्न सक्नुहुन्छ नजारा। यस्तो राम्रो सिन देखेको।
ओ फुच्ची हजुर कस्तो लाग्यो एकदमै राम्रो अनि एकदमै राम्रो लाग्यो मम्मीलाई चाहिँ कस्तो लाग्यो मम्मी होइन त रमाइलो छ त अलि हप्प रहेछ क्या है एकदमै आज शनिबार भएर फेरि अलि भिडै छ त्यो मान्छेहरू नाचिरहनु खोज्छ जाम आऊ सानो आऊ ल यता हिँड्थ्यो अगाडि अगाडि हिँड्थ्यो अगाडि अगाडि हिँड्न ल त हो यस्तै घुम्दैन नि त ल यताबाट आऊ यताबाट आऊ आऊ सानो अनि अरू हजुरहरूले सबैले एक्सपिरियन्स गर्नुपर्छ यो ठाउँमा चाहिँ अनि यो चाहिँ के पार्क गरेर सानो नाम मनुष्य पार्क हो यो के चाहिँ के नाम मनुष्य पार्क मञ्जुश्री ओके ओके मञ्जुश्री पार्क होइन त ल गाइस हामी चाहिँ फर्किनु लाग्यौँ थाक्नु भयो मम्मी यो चाहिँ यता बल्खुबाट आएपछि छिर्ने इन्ट्रेस्ट हो